Hey everyone, today I am going to do something crazy. 24 hours without social media. हो तपाईहरुले सही सुन्नुभयो. सो म चाहिँ 24 घण्टा विदाउट सोशल मिडिया सँग चाहिँ बस्ने च्यालेन्ज लिँदै छु. Oh my god! Wow! सो यो च्यालेन्जमा चाहिँ म सोशल मिडियादेखि लिएर केही थिङ युट्युब, इन्स्टाग्राम, टिकटक and really scoring nothing, just nothing. Me, my day and my reality. So अहिलेको चाहिँ 12 बजिरहेछ, तपाईहरु हेर्न सक्नुहुन्छ. र एक एक गर्दै मैले सबै सोशल मिडिया एप्लिकेसनहरू आफ्नो मोबाइलबाट चाहिँ अनइन्स्टल गरेँ. त्यो मैले चाहिँ कलेजको नोट चाहिँ डाउनलोड गरेर राखेको थिएँ. सरले पिडिएफ बनाउनु भएको थियो. त्यो नोट सार्नलाई डाउनलोड गरेर राखेँ. सो अब चाहिँ भाँडा माझ्ने समय. सो अहिले चाहिँ भाँडा माझेर म आइसकेँ. 2 hours later. सो यहाँ चाहिँ डिफ्रेन्ट भिडियोहरू छ. यसलाई चाहिँ क्यापकटमा एडिट गर्छु. हम मालूम है तेरे बाप को मत सिखा चल. एकछिन नोटहरू बनाइयो, भाँडा माझ्यो, त्यसपछि क्यापकटमा भिडियो पनि एडिट गरियो आफ्नो. 3 बजिरहेछ गाइज. टाइम एकदम स्लो बितिरहेछ. आई डोन्ट नो वाइ. सो म चाहिँ अहिले यो जापानिज बुक इकिगाई पढ्दैछु त. अब चाहिँ सो अब चाहिँ म कफी लिन जाँदा बाहिर निक्लिँदैछु. मैले कफी चाहिँ ल्याइसकेँ. कफी चाहिँ मैले 5 दानी लिएर आएँ. अहिले त यसको लागि चाहिँ अब 2-4 दिनमा घर जाँदैछु, त्यही भएर डब्बा लिइनँ. अहिले चाहिँ यो कफीलाई. सो लेट्स मेक कफी. कफीको लागि चाहिँ पानी तताउनलाई चाहिँ राखिदिएँ मैले जगमा. र म चाहिँ कफीको मजा लिँदै आफ्नो नोटहरू बनाउन थालेँ. सो नोट बनाइसकेपछि अब बेलुका 5-5:30 बजी म बाहिर निक्लेँ. आजको साँझ बेलुका चाहिँ एकदम आनन्दमय भयो. म त्यहाँ आरती हेर्न गएको थिएँ. यहाँ त्रिगजुर शिवालयमा आनन्दको भजन पनि भइरहेको थियो. आरती हेरेँ र आएँ. सो आजको अब बेलुकाखेरि म अब खाना बनाउन लाग्दैछु. सो अहिले चाहिँ रातिको 7 बज्न थालेछ. सो अहिले चाहिँ म अब स्किपिङ गर्नलाई चाहिँ माथि छतमा आएको छु. अब राति देखिँदैन होइन. सो म स्किपिङ गर्न लागि स्किपिङ गरेर चाहिँ आजको अब दिन सकिन थाल्यो. खानासाना खाएर अनि र खानासाना खाएर बेलुका चाहिँ इकिगाई पढेँ. इकिगाईको अलिकति च्याप्टर पढेँ र सुतेँ. अहिले चाहिँ बिहान 5 बजेको छ र म चाहिँ
माथि आएपछि अन्धकार छ झाडीतिर। शुभ प्रभात। बिहानीको यो दृश्य एकदम रमाइलो थियो र म दृश्य हेर्दै एकछिन मौन भएर बसेँ। अहिले चाहिँ म यता आज पशुपति आएको छु दर्शन गर्नलाई बिहान बिहान नुहाइ गरी। र आज चाहिँ मङ्गलबार रहेछ। मङ्गलबार चाहिँ म बिहान बिहान व्रत बस्ने गर्छु मङ्गलबार चाहिँ सधैँ। सो अहिले म यहाँ पशुपतिमा छु। अब हेर्न सक्नुहुन्छ यहाँ हनुमानजीको सार्थक पनि हुनुहुन्छ। सो तपाईँहरू पनि अब यतैबाट दर्शन गर्नु होला। म चाहिँ अब गएर भित्र गएर दर्शन गर्छु। म यतै उपस्थित छु आज। म चाहिँ भित्र दर्शन गरेर आएर अहिले चाहिँ यहाँ खोला छेउको किनारमा बसिरहेको छु आनन्दमा। खोला छेउको किनारमा बसिरहेको छु। भित्र दर्शन गरेर आएँ। म चाहिँ अहिले अब भित्र दर्शन गरेर आएँ अनि त्यसपछि चाहिँ यहाँ अहिले खोला छेउको किनारमा बसिरहेको छु। त्यो तपाईँहरू हेर्न सक्नुहुन्छ। अब एकछिन यतै बस्छु त्यसपछि अनि म रुमतिर फर्किन्छु। सो म पशुपतिबाट फर्केर आएँ र केही क्षण आफ्नो नोटहरू बनाउन तयार गरेँ। नोटहरू बनाएँ केही क्षण। सो म चाहिँ पशुपतिबाट आएर अनि केही एकछिन आफ्नो स्कुलको नोट बनाएँ। नोट बनाउनु अल्छी लागिरहेको थियो आएर त्यही पनि यता ढिला चाँडो गरेर बिस्तारै बिस्तारै अलिअलि नोट बनाएँ। दुध दिन जान्छु अब चाहिँ। आज व्रत खाना खानु हुँदैन। सो अब दुध पिउँछु। सो सबै थोक गरेँ र एकदम अल्छी लागिरहेको थियो र दिन बिताउन गाह्रो भइरहेको थियो र कहिले यता बस्ने कहिले उता बस्ने यताउता हिँडडुल गरेर बसेँ र फेरि केही क्षणसम्म बुक पढेँ। च्यानल च्यालेन्ज चाहिँ कम्प्लिट भइसक्यो। 24 आवर विदाउट सोसल मिडिया च्यालेन्ज चाहिँ सक्सेसफुल्ली कम्प्लिटेड भयो। सो यसको चाहिँ आउटपुट के आयो भन्दाखेरि चाहिँ केही बेला चाहिँ हुन्छ नि एकदम फ्रस्ट्रेटेड भएर जस्तो हुने कि केही नहुँदाखेरि सोसल मिडिया नचलाउँदाखेरि चाहिँ जस्तै पढ्न पनि कति बेर पढ्न सकिन्छ केही कुरा पनि धेरै बेर गर्न सकिँदैन रहेछ। सो अनि अब कहिले पढ्ने कहिले त जाने कहिले त जाने यो गर्दा गर्दै 24 आवर चाहिँ बित्यो। सो 24 आवर चाहिँ राम्ररी नै बित्यो भनौँ न। अनि सोसल मिडियाको एउटा के रह भन्दाखेरि चाहिँ हामी बिना काममा चाहिँ धेरै टाइम चाहिँ सोसल मिडियामा वेस्ट गरेर रह भन्ने चाहिँ मैले यो 24 आवर विदाउट सोसल मिडियाबाट चाहिँ त्यो चाहिँ मैले बुझेँ होइन। सो अब यसरी नै अरू च्यालेन्जहरू पनि केही गर्छौँ हामी। सो अब आजलाई यति नै। सो बाई बाई, सी यू इन द नेक्स्ट डे। जय नेपाल।